2081 साल चैत्र 11 गते सोमबार ऊर्जा मन्त्री दीपक खड्काको नेतृत्वमा मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्र देव साक्यलाई नवनियुक्त गर्ने निर्णय गर्यो। त्यसकारणले उज्यालोको नायक भने उहाँ होइन है, बरु यो धन्यवाद भारत सरकारलाई दिउँ, निजी क्षेत्रलाई दिउँ। एक्सपोर्ट र इम्पोर्टमा हामी ट्रेडिङ गर्न इन्डियासँग हामी फर्स्ट टाइम गर्दैछौँ। हामी पहिलो राष्ट्र हुँदैछ यो रिजनमा। तराईको भन्ने हो भने वास्तवमा तराईको करिब 100% नै भन्नुपर्छ। 100% हाम्रो इलेक्ट्रिफिकेसन भइसकेको छ, घर घरको इलेक्ट्रिफिकेसन। अब खेतको इलेक्ट्रिफिकेसन बाँकी छ र धेरै ठाउँमा भइरहेछ। यत्रो छुट गरेर पनि विद्युत प्राधिकरण नाफामा जान सक्छ भने त धेरै राम्रो कुरा। कुलमान घिसिङ पहिलो पटक 2073 साल भदौ 29 गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनको दोस्रो कार्यकाल 2078 साल साउन 27 गतेबाट सुरु भएको थियो। कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले गरेका सुधारका कार्यहरू नेपालमा ऊर्जा क्षेत्रको काया पलट गर्ने महत्त्वपूर्ण योगदान दिएको मानिन्छ। त्यो बेला नेपालमा 18 घण्टाभन्दा बढीसम्मको लोड सेटिङ थियो। कुलमान घिसिङले आफ्नो कार्यकालमा विभिन्न समस्या तथा चुनौतीहरूको पनि सामना गर्नु पर्यो। लोड सेटिङको चरम अवस्था त थियो नै, नेपाल विद्युत प्राधिकरणको ठुलो घाटा थियो, जुन सुधार गरेर नाफामा लैजानुपर्ने चुनौती थियो। अप्पर तामाकोशी 456 मेगावाट, त्रिशुली तेस्रो 60 मेगावाट र कुलेखानी 14 मेगावाट जस्ता आयोजनाहरू अलपत्र अवस्थामा थियो। धेरै प्रसारणका लाइनहरू परियोजनाहरू अधुरो थियो, जसले देशभर बिजुली पुर्याउन ठुलो समस्या थियो। तर यी सबै चुनौतीहरूका बावजुद उनले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरे। कुलमान घिसिङको नेतृत्वमा पहिलो वर्षभित्रमा नै काठमाडौँको लोड सेटिङ पूर्ण रूपमा हटाइयो। 2075 साल वैशाखदेखि त पुरै नेपाल लोड सेटिङ मुक्त देश घोषणा गरे। घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा ल्याए, जसले 12 अर्ब भन्दा बढी नाफा कमायो। अप्पर तामाकोशी लगायतका आयोजनाहरू सम्पन्न गरेर नेपाललाई विद्युत उत्पादनमा आत्मनिर्भर बनाउने आधार तयार गरे। ऊर्जा मन्त्री दीपक खड्काको नेतृत्वमा कुलमान घिसिङलाई कसरी योजनाबद्ध तरिकाले बर्खास्त गरियो भन्ने कुरा बुझ्नुभन्दा पहिले अन्य कुराहरू पनि बुझ्नुपर्ने हुन्छ। तपाईँ हामीलाई तितो अनुभव अझै याद छ। महत्त्वपूर्ण समयहरूमा जस्तै साँझपख खाना खाने समयमा, पढ्ने समयमा चट्टै लाइन जाने। त्यति बेला नेपाली जनताको घर घरमा वितरण गरिएको डोमेस्टिक इलेक्ट्रिसिटी सप्लाई लाइनबाट विद्युत काटेर उद्योग कल कारखानाहरूलाई डेडिकेटेड ट्रङ्क लाइन वितरण गरिएको थियो। जनतालाई अन्धकारमा राखेर वितरण गरेको विद्युत महसुल बक्यौता उद्योगहरूले राजनीतिक आडमा नेपाल विद्युत प्राधिकरणलाई नतिर्नेतर्फ उन्मुख भइरहेको थियो, जुन रकम कुलमान घिसिङले कुनै पनि हालतमा उठाउन चाहन्थे। त्यसपछि उद्योगी व्यवसायीहरू कुलमानलाई पदमुक्त गर्न हात धोएर लागि परेको थियो। अझ भित्री रहस्य बुझ्न बाँकी नै छ। जब अर्कोतर्फ हाइड्रोपावर व्यवसायी नेपाली काङ्ग्रेसका सांसद दीपक खड्का मन्त्री भएर आए, तब आफ्नो स्वार्थ अनुसार व्यवसायको अनुकूल वातावरण निर्माण गर्न चाहन्थे, जुन कुरा कुलमान रहँदा सम्भव थिएन। फलस्वरूप अन्ततः चैत 12 गते मन्त्री परिषदको निर्णय भन्दै कुलमान घिसिङलाई बर्खास्त गरियो। पहिलो पटक माओवादी पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको अवस्थामा नियुक्त गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रो पटक पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र पम्फा भूषाल ऊर्जा मन्त्री रहँदा
नियुक्त गरिएको थियो। अबको 2084 सालको चुनावमा माओवादी पार्टीले काठमाडौँबाट उम्मेद्वारको रूपमा घोषणा गरी ऊर्जा मन्त्रीको रूपमा कुलमान घिसिङलाई अघि सार्ने योजना रहेको भन्ने बुझिएको छ।